स्वागत है एक और नए वीडियो में। आप सबके लिए आयु आप भी अच्छे होंगे। आजको भिडियो चाहिँ यसो किन कस्तो छ भने चाहिँ आजको भिडियो चाहिँ अलिक रमाइलो छ। किन भनेपछि अब कतिजना चाहिँ नेपालमा खोलामा नुहाउन पाएको धेरै भएको थियो होइन, लगभग 2 वर्ष जति समथिङ भइसकेको थियो। र आज चाहिँ हामी जापानमा चाहिँ यसो खोला भेटाइकन हामी खोलामा नुहाउन आइरहेको छौँ। केटाहरू सब खोला नुहाउन गइरहेको छन् होइन। पानी भन्नुहुन्छ भने यति चिसो पानी छ होइन, पुरै छोडिदिनुहोस्। यति राम्रो पनि छ। अब हुन्छ नि अब जस नेपालको जस्तो फिल छ क्या, पुरै चिसो चिसो पानी होइन, चिसो पानी पुरै छ। र त्यहाँ पनि झर्ना पनि भइरहेको छ। अब मेरो पालो छ, म जानेछु त्यहाँ जाँदैछु। जस आजको भिडियो चाहिँ अलि राम्रो नै हुनेछ। धेरै लङ टाइम पछाडि नुहाउनु पाइएको तर हाम्रो उतापट्टि साइडबाट चाहिँ त्यहाँ सिन्कान्छन् भनेको बुलेट ट्रेन भन्ने जान्छौँ त्यहाँबाट। यहाँको मौसम पनि बहुत रमाइलो छ होइन, बहुत रमाइलो छ, सुन्दर छ। हाम्रो केटाहरू सब नुहाइरहेको छ, मलाई पनि बोलाइरहेको छ, म पनि जान्दैछु होइन। अब यति भन्दै अब किनभने के गर्ने, अब यस्तो त हुन्छ होइन। अब नेपालमा नपाएपछि अब यहाँ आएर छु, जे जस्तो भए पनि हेर्दै जानुलाई भिडियो भन्दैछु होइन। अब म यतिकै यो भिडियो हेर्ने गर्छु। अब म जाने हो। अन्डरग्राउन्ड ल भाइ मेरो भाइ देख्न सक्नुहुन्छ हाम्रो डिलुजीको वाउ। सबैजनालाई नमस्ते। नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। धेरै आउनु मैले चाहिँ त्यो नुहाएको भिडियो बनाएको थियो। अहिले चाहिँ नुहाइसकेको होइन। अहिले जस रमाइलो भएको छ। अब खोलामा फर्स्ट टाइम नुहाउन बनाइसकेको छु। जस रमाइलै छ, रमाइलै भइरहेको छ। रमाइलो हुन्छ होला सायद होइन। नुहाउने सुरु गरेको छौँ। अब चाहिँ अलि नुहाइसकेपछि अलि रमाइलो हुन्छ होइन। यता हेर्नु हामी यतापट्टि हेर्नु, यतापट्टि गएको छ होइन। हामी यता पनि जाने फ्रेस होइन। यसको आराममा पनि जाने गयो, गएर नुहाउने होइन। अब यतापट्टि मौसम पनि बहुत धेरै छ क्या, जस रमाइलो छ। आजको दिन रमाइलो हुन्छ। यति भन्दै म बिदा लिन चाहन्छु। हस्त धन्यवाद। र हाम्रो कमल भाइ पनि हुन्छ। अब